तिमीलाई माया गर्न सजिलो थिएन, तर एकचोटि मनले स्वीकारेपछि अब असम्भव भन्ने पनि छैन। तिम्रो आँखामा हेर्दा म आफ्नो संसार भेट्छु, त्यसैले त सोच्न पनि सक्दिन ती आँखामा आँसु ल्याउने कुराहरू। यदि तिमी रोयौ भने मेरो मुटु टुक्रा हुन्छ। तिम्रो मन त्यो मेरो लागि घर जस्तै हो, जहाँ म थाकेर फर्किन्छु, जहाँ म शान्ति भेट्छु। अब सोच, म आफ्नो घरलाई कसरी जलाउन सक्छु, म आफ्नो शान्तिलाई कसरी भत्काउन सक्छु। मलाई त तिमीसँगै जीवनका ससाना सबै कथाहरू लेख्नु छ, झगडा पनि, माया पनि र सम्झनाले भरिएको समय पनि। टाढा जाने कुरा त मेरो सोचभन्दा बाहिरको कुरा हो, तर कहिलेकाहीँ मन डराउँछ। कतै भाग्यले हामीलाई छुटायो भने त्यही डरले मनमा कहिलेकाहीँ आशंका र प्रश्नहरू जन्माउँछ। तर फेरि आफैलाई सम्झाउँछु, म माया भनेको दुःख दिनु होइन, माया भनेको सम्हाल्नु हो। त्यसैले त म तिम्रो आँसु बन्न सक्दिनँ, म त तिम्रो हाँसो बन्न चाहन्छु। म तिम्रो पीडा बन्न सक्दिनँ, म तिम्रो सान्त्वना बन्न चाहन्छु। यदि कहिलेकाहीँ समयले हामीलाई परीक्षा लियो भने म टाढा जाने होइन, अझै बलियो भएर तिम्रो हात समाउने छु।